हामी नेपाली हौ, सबै जात धर्म र संस्कृतिलाई सम्मान गर्नु नै हाम्रो कर्तव्य हो। घरमा को हुनुहुन्छ र? हजुर हामी मन्दिर बनाउनलाई चन्दा सङ्कलन गर्दै हिँडेको, पैसा कति हाल्नुहुन्छ भनेर सोध्न आएको। ए सरी है। पक्नुहोस् त। हजुर यो मन्दिर चाहिँ कहाँ बन्न लागेको नि? यहीँ टोलमै हो। म पनि त यही टोलको मान्छे हो, यहाँ बसेको 10 वर्ष भइसक्यो। होइन तपाईँलाई अप्ठ्यारो हुन्छ कि भन्नु हो? के को अप्ठ्यारो हुनु नि? म 10 वर्षदेखि यो टोलमा बस्दा मलाई अप्ठ्यारो परेको छैन, म यो टोलमा बस्दा तपाईँलाई अप्ठ्यारो परेको छ र? त्यो त छैन। अनि यो जात धर्म भन्दा मानवता ठुलो कुरा हो। तपाईँहरूलाई अप्ठ्यारो पर्दा म सहयोग गर्छु, मलाई अप्ठ्यारो पर्दा तपाईँहरू सहयोग गर्नुहोस्। क्युआर दिनु त? कति गरिदिनु? तपाईँलाई जति मन लाग्छ त्यति हालिदिनुहोस्। ल भयो। अनि तपाईँको नाम? मेरो अब्दुल हुसेन। ए हस् हस्। अब्दुल साहब। हजुर। मस्जिदमा केही काम पर्दा हामीलाई सम्झिनु होला, हामी पनि सहयोग गर्न चाहन्छौँ। खुदा हाफिज। जय श्रीराम। नेपाल 4 जात 36 वर्ण बहुभाषिक बहुसांस्कृतिक देश हो। हाम्रो विविधता नै हाम्रो पहिचान र शक्ति हो। जात धर्म वा राजनीतिको नाममा नलडौँ, नफुटौँ। भइरहेको हिंसा र द्वन्द्वलाई अन्त्य गरौँ। सबैभन्दा माथि मानवता हुन्छ।